फुल भिडियो सबैजनालाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, नभुल्नु होला। यसै गरी हाम्रो चेलीहरू छन्, चेली हुन् कि फेली हुन् र 10 नम्बर दुबई यता कुवेत उता पनि कुवेतमा जान लाग्नु भएको रहेछ। अहिले उहाँहरूको टाइम पास नभएर हल्का बल खेल्न चाहिँ आउनु भएको रहेछ। गाउँको पारामा छोरा मान्छेको पारामा गेम भइरहेछ। 3 टिकेटीले एउटा केटा अनि यता पनि 3 टिकेटीले एउटा केटा लिएर खेल्ने भन्नुभएर उहाँहरू खेलिरहनु भएको छ। यतिसम्म भिडियो पनि हेरिदिनु होला। ल अब केटीहरूको सर्ट पनि हेर्नु होला। क्यामेरा अलिक मर्सेट भयो क्या हो। ल ठिक छ गाइज, कोही नाङ्गै फाङ्गै भएर खेलिरहेछन्। यो नाङ्गै भएर चाहिँ नखेले हुन्थ्यो होइन केटीहरूको अगाडि, तर लास्टसम्म छैन हाम्रो केटाहरूको। अहिले चाहिँ केटाले केटी छोड्दै नछोड्ने दिन आएर रहेछ, तर हामी चाहिँ त्यस्तो शब्दमा चाहिँ छैनौँ। अहिलेसम्म पनि म यो दिनदेखि पनि एउटा गर्लफ्रेन्ड बोकेर हिँड्ने दिन चाहिँ आएन। भिडियो खिच्न त खिचेँ गाइज होइन, जति सकभर बल आउट हान्नु भएको छ। ठिक छ राम्रोसँग बल राम्रोसँग टिपेर देऊ। ल ठिक छ ल सर्भिस राम्रोसँग गर। कस्तो गर्दो रहेछ खोइ। ओ माई गड, सर्भिस त पुरै जालीमा हो। सर्भिस जालीमा। यति बेला मेरो फ्यान हुनुहुन्छ 10 नम्बर एकदम। ल ठिक छ बहिनी, ल ठोक्यो। यही हो केटीहरूको सर्ट भनेपछि जालीतिर। ल ला यो भिडियो हेरिदिनु भएका दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हेरिदिनु होला, सकभर लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। रुचाउनु त के रुचाउनु होला यस्तो भिडियोलाई। ल 10 नम्बर यता आएर हान न यार, यता आएर हान न। टिकटकमा राम्रो हुनु परेन। ल ठिक छ, हाँस्छिन् यिन त कति राम्रो हाँस्छिन् भाइ, यिनको मुस्कानै राम्रो छ। यति बेला ल 2 मिनटको भिडियो छ है।